So hey, hello, what's up everyone? So guys, के छ हाल खबर? My name is Himal World and you guys are watching Himal X Factory. So आजको भिडियोमा चाहिँ म कुरा गर्न गइरहेको छु एकदमै मोस्ट इम्पोर्टेन्ट टपिक। यो टपिकमा चाहिँ धेरै मान्छेहरूले कमेन्ट गर्नुभएको छ, डीएम गर्नुभएको थियो मलाई। सो आजको टपिकमा चाहिँ हामीले कुरा गर्ने छौं हाउ टु गेन वेट। वेट चाहिँ हामीले कसरी गेन गर्न सकिन्छ। 50 to 68 केजी म कसरी भएँ, कसरी मैले 18 केजी मैले मास गेन गरेँ। सो आजको भिडियोमा मैले युज गरेको 5 वटा टिप्सहरु तपाईलाई मैले शेयर गर्ने छु। सो भिडियोलाई अन्त्यसम्म हेर्नु होला। लेट्स गेट इन द भिडियो है त। सो टिप्स नम्बर 1 भनेको चाहिँ इट मोर देन यु थिंक। सो स्किनी पिपल्सहरुको मिस्टेक चाहिँ कस्तो हुन्छ भन्दा हामीलाई लाग्छ कि हामीले धेरै खाइएको छ तर हामीले धेरै खाइएको हुँदैन। हाम्रो बडीलाई चाहिँ धेरै खाना भन्दा पनि नि क्यालोरिज इम्पोर्टेन्ट छ के। क्यालोरिज, प्रोटिन भयो, कार्ब्स भयो, सबै कुरा इम्पोर्टेन्ट। ल मैले यति खान्छु भनेर लेख्नु भएको छ भने चाहिँ तपाईले के गर्नु भन्दा तपाईले अलिकति थपेर खानु क्या खाना। तपाईहरुलाई त्यो मन पर्दैन मलाई थाहा छ हैन। त्यो म पनि जब स्किनी थिएँ, म पनि जब लाइक वेट गेन गर्न परेको थियो मलाई, त्यो मलाई खाना मिठो हुँदैन। सो कस्तो के थिङ गर्नु मलाई चाहिँ वेट बढाउनु छ। अब वेट भनेको तपाईले जति पहिला खानुहुन्थ्यो अहिले पनि त्यति खाएर तपाईको वेट बढ्दैन। तपाईले एक्स्ट्रा केही कुरा खानुपर्ने हुन्छ, एक्स्ट्रा क्यालोरिज तपाईले खानुपर्ने हुन्छ, तपाईको त्यसरी वेट गेन गर्ने हो। सो टिप्स नम्बर 2 भनेको चाहिँ ट्र्याक योर क्यालोरिज। सो अब स्किनी पिपल्सहरु तपाई हाम्रो मिस्टेक चाहिँ कस्तो हुन्छ भन्दा तपाईले खाइ त राख्नु भएको छ तर तपाईले कति खाइराख्नु भएको छ भन्ने त्यो तपाईलाई थाहा छैन। सो हामीले थाहा हुनलाई चाहिँ के गर्न सकिन्छ भन्दा गुगलमा जानुस् या एप स्टोरमा पनि माई फिटनेस पाल भनेर हुन्छ। अनि त्यहाँ तपाईले चाहिँ रजिस्टर गरेपछि त्यहाँ तपाईले एउटा गोल सेट गर्नुपर्ने हुन्छ। सो फर एक्जाम्पल मलाई चाहिँ 10 केजी वेट गेन गर्नु छ भन्नु सबसे इम्पोर्टेन्ट कुरा भनेको तपाईले क्यालोरिजहरु ट्र्याक गर्नुस्। when you track your calories तपाईलाई चाहिँ थाहा हुन्छ कि ल ट्याक्क यो मेन्टेनेन्स क्यालोरिजबाट मैले यति माथि खाइरहेको छु भनेपछि मेरो विकमा यति केजी गेन हुन्छ भनेर तपाईलाई ट्याक थाहा हुन्छ। सो स्टार्ट ट्र्याकिङ योर मिल। सो मेरो टप 3 टिप्स भनेको चाहिँ फोकस अन प्रोटिन एन्ड कार्ब्स। अब तपाईहरुलाई मैले सबैभन्दा बेसिक कुरा बुझाउनु छु। प्रोटिन र कार्ब्स भनेको चाहिँ के हो अनि प्रोटिन र कार्ब्सले हाम्रो बडीमा के गर्छ। सो प्रोटिनले हाम्रो मसल बिल्डिङ गर्न हेल्प गर्छ। यदि तपाईहरु चाहिँ जिम जानुहुन्छ भने चाहिँ प्रोटिनले तपाईको मसल बिल्ड गर्न चाहिँ हेल्प गर्छ। फर एक्जाम्पल तपाई स्ट्रङ्गर हुनुहुन्छ। कार्ब्स भनेको चाहिँ बडीलाई एनर्जी प्रोभाइड गर्न कार्ब्सले मद्दत गर्छ। कार्ब्सको काम हो तपाईको बडीलाई एनर्जी प्रोभाइड गर्ने। सो फर एक्जाम्पल तपाईले भात खानुहुन्छ, ब्रेड खानुहुन्छ, दाल खानुहुन्छ भने त्यसबाट त्यो खानाबाट चाहिँ हामीले कार्ब्स पाइन्छ। कार्ब्सले चाहिँ हाम्रो बडीलाई एनर्जी दिन्छ। हाम्रो एनर्जी युज भएर चाहिँ बल्ल मसल बिल्डिङ हुन्छ। अब मसल बिल्डिङलाई एक्सट्रिम लेभलमा जानलाई चाहिँ प्रोटिनको इन्टेक एकदमै धेरै हाई हुनुपर्छ। सो सिम्पल वेमा बुझाउँदा चाहिँ कार्ब्सले चाहिँ हाम्रो बडी बिल्डिङमा एकदमै ठुलो रोल प्ले गर्छ अनि वेट गेनमा पनि एकदमै ठुलो रोल प्ले गर्छ। प्रोटिनले पनि सेम कुरा हो, एकदम ठुलो रोल प्ले गर्छ मसल बिल्डिङमा अनि वेट गेन जर्नीमा। सो मेरो टप 4 टिप्स चाहिँ ट्रेन हार्ड इन जिम। अब मोस्ट स्किनी पिपलहरुको मिस्टेक चाहिँ के हुन्छ भन्दा मैले घरै बसी पनि वेट गेन गर्न सक्छु भन्ने जस्तो एउटा कन्सेप्ट, एउटा माइन्डसेट हुन्छ। त्यो एकदमै सही हो तर तपाईहरुको यहाँ कस्तो हुन्छ भन्दा सो तपाईको 80% वेट गेन चाहिँ तपाईको फ्याटमा जान्छ यदि तपाईले घरै बसेर वेट गेन गर्नु भएको छ भने। अनि 20% चाहिँ बल्ल मसल बढ्छ। अब तपाई जिममा ट्रेनिङ हार्ड गर्नुहुन्छ, तपाईले ट्रेन गर्नुहुन्छ, तपाई जिम जानुहुन्छ भने चाहिँ तपाईको वेट गेनमा 80% तपाईको मसल डेभलपमेन्ट हुन्छ। मसल डेभलपमेन्ट भयो भने बल्ल त्यसलाई वेट गेन भन्न मिल्छ क्या। सो द्याट्स द हेल्दी बल्क, हेल्दी वेट गेन भन्छ त्यसलाई। अनि तपाईको 20% मात्रै तपाईको फ्याट गेन हुन्छ यदि तपाई जिम जानुहुन्छ भने चाहिँ। अनि अर्को कुरा चाहिँ तपाई जिम गरेर जति तपाईले हेभी लिफ्ट गर्नुहुन्छ, प्रोग्रेसिभ लोड तपाईले जति हान्नुहुन्छ नि तपाईको त्यति नै मसल डेभलपमेन्ट, तपाईको त्यति नै वेट गेन राम्रोसँग हुने हो। सो यदि तपाईहरु चाहिँ जिम जानुहुन्छ अनि तपाई चाहिँ वेट गेन जर्नीमा हुनुहुन्छ भने चाहिँ तपाईले जति सक्नुहुन्छ नि फर एक्जाम्पल तपाईले 20 केजी को 5-6 हान्नुहुन्छ भने पनि हेभी नै हान्नु क्या। हेभी हानेको एकदम राम्रो बल्क अप जर्नीमा चाहिँ। सो मेरो टिप्स नम्बर 5 भनेको चाहिँ स्लिप एन्ड कन्सिस्टेन्सी। सो सबैभन्दा इम्पोर्टेन्ट भनेको स्लिप हो अनि हामीले चाहिँ त्यही कुरालाई इग्नोर गरिन्छ। हाम्रो चाहिँ वेट गेन तब हुन्छ जब हामीसँग राम्रो प्रोटिन सोर्स हुन्छ, हामीसँग जब रिकभरी टाइम हुन्छ अनि हामीले चाहिँ ट्रेन हार्ड गरिरहेको छ भने चाहिँ त्यति बेला चाहिँ बल्ल हाम्रो राम्रो वेट गेन हुन्छ हेल्दी तरिकामा अनि हाम्रो राम्रो मसल मास पनि एड हुन्छ। अनि यदि तपाईहरु चाहिँ 7 to 8 आवर तपाईको स्लिप छैन भने चाहिँ तपाईलाई वेट गेन जर्नीमा एकदमै गाह्रो हुन सक्छ। सो 8 आवरको स्लिप चाहिँ एकदमै इम्पोर्टेन्ट छ। सो अब कुरा गरौँ कन्सिस्टेन्सीको। सो कन्सिस्टेन्सी भनेको 1 हप्तासम्म लगातार खाँदैमा, 1 हप्तासम्म लगातार पिउँदैमा। सो
त्यो एक हप्तालाई चाहिँ हामीले कन्सिस्टेन्स भएको चाहिँ भन्न मिल्दैन। सो हामीले 5 to 6 मन्थसम्म चाहिँ हामीले कन्सिस्टेन्ट रूपमा हामीले गरिरहेको छ भने चाहिँ बल्ल त्यसलाई कन्सिस्टेन्सी भन्न मिल्छ। सो त्यही भएर चाहिँ कन्सिस्टेन्सी अनि स्लिप भनेको सबैभन्दा इम्पोर्टेन्ट कुरा हो। तपाईँहरूले चाहिँ सबसे ध्यान राख्नुपर्ने कुरा के हुन्छ भन्दा तपाईँले चाहिँ क्यालोरिज सरप्लसमा खानुहोस्। सो तपाईँहरूले चाहिँ क्यालोरिज सरप्लसमा खानु भएको छ भने चाहिँ तपाईँको वेट गेन हुन्छ। यदि तपाईँले मेन्टेनेन्स क्यालोरिज खानु भएको छ भने मेन्टेन हुन्छ। फर इक्जाम्पल म अहिले 65 केजी छु, मलाई चाहिँ मेन्टेनेन्समा चाहिँ 2700 क्यालोरिज खानुपर्ने हुन्छ। यदि मैले 2700 भन्दा कम खाएँ भने चाहिँ मेरो वेट लस हुन्छ। यदि मैले 2700 भन्दा सरप्लसमा फर इक्जाम्पल 300+ क्यालोरिज खाएँ भने चाहिँ मेरो वेट गेन हुन्छ। सो आजको लागि भिडियो यति नै हो। यदि तपाईँहरूलाई चाहिँ एकदम प्रपर डाइट प्लान मलाई चाहिँ यस्तो गर्न छ, मैले बिहानमा के खान्छु, दिउँसोमा के खान्छु, मैले आफ्नो क्यालोरिज इन्टेक चाहिँ मैले कसरी कम्प्लिट गर्छु, मैले प्रोटिन इन्टेक मैले कसरी कम्प्लिट गर्छु, यो सबैमा भिडियो चाहिएको छ भने चाहिँ कमेन्टमा भन्नु होला। सो आजको लागि भिडियो यति नै हो। सी यू गाइज इन द नेक्स्ट भिडियो। टिल देन टेक केयर एन्ड गुड बाई।